कतै तपाईँ पनि यस्तो काम गरिरहनु भएको त छैन? परदेशमा मैले दुई प्रकारका मानिसहरू देखेको छु। एउटाले आजको कमाई भविष्यका लागि बचाउँछन् भने अर्कोले आजको कमाई आज नै सिद्ध्याउँछन्। नमस्कार साथीहरू, आज म परदेशमा बसेर आफूले देखेको यथार्थ अनुभव तपाईँको माझमा साझा गर्न गइरहेको छु। कृपया यस भिडियोलाई अन्तिमसम्म सुन्ने र हेर्ने प्रयास गरिदिनुहोला। साथै यो भिडियो तपाईलाई मन परेमा शेयर पनि गरिदिनुहोला, ताकि तपाईका सम्पूर्ण साथीहरू माझमा पनि यो भिडियो पुग्न सकोस्। म विदेश बस्न लागेको लगभग 3 वर्ष पुग्नै लागेको छ। यो अवधिमा मैले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेट्ने, कुरा गर्ने र उनीहरूको जीवनशैली नजिकबाट बुझ्ने अवसर पाएँ। यसै क्रममा मैले दुई प्रकारका मानिसहरू देखेँ। केही मानिसहरू आफ्नो पसिनाको कमाइलाई अत्यन्तै सम्मान गर्छन्। उनीहरू प्रत्येक महिनाको कमाइबाट केही रकम बचत गर्छन्, परिवारको आवश्यकता पूरा गर्छन्, ऋण तिर्छन्, जग्गा किन्छन् र घर बनाउने सपना बनाउँछन्। यस्तै सन्तानको भविष्यका लागि योजना बनाउँछन्। भोलि नेपाल फर्किँदा खाली हात नहोस् भनेर आजैदेखि भविष्यबारे सोचिरहेका हुन्छन्। तर मैले यो 3 वर्षको दौरानमा यस्ता मानिसहरू पनि देखेँ जसको तलब आउनासाथ खर्चको सूची तयार हुन्छ। अनावश्यक किनमेल, देखावटी जीवनशैली, साथीभाइको दबाव, पार्टीको नाममा जथाभावी खर्च, रमाइलो र क्षणिक खुसीका लागि मेहनत गरेर कमाएको पैसालाई पानी झैँ बगाइरहेको पनि देखेँ। आधा महिना नपुग्दै उनीहरूको पैसा पनि सकिन्छ अनि सापट्टि लिने, अग्रिम तलब बुझ्ने वा ऋण माग्ने अवस्थामा पनि पुग्छन्। आदरणीय साथीहरू, रमाइलो गर्नु नराम्रो बानी होइन, आफ्नो खुसीका लागि पनि खर्च गर्नु नराम्रो होइन। तर एउटा कुरा कहिल्यै पनि बिर्सनुहुन्न है, हामीहरू परदेशमा रमाइलो गर्न आएका होइनौँ। आफ्नो इच्छा, सपना र परिवारको भविष्य बनाउनका लागि परदेश बसेका हौँ। आज हामीहरूले यो परदेशी भूमिमा गर्मी सहिरहेका छौँ, परिवारबाट टाढा बसेका छौँ, आफ्ना सन्तानहरूको बाल्यकाल टाढाबाट हेरिरहेका छौँ। यदि यति धेरै त्यागपछि पनि हाम्रो भविष्य सुरक्षित हुन सकेन भने त्यो सबै गरेको सङ्घर्षको अर्थ के नै रह्यो र? 1 वर्ष, 2 वर्ष गन्दा गन्दै 10औं वर्ष बितेको थाहै हुँदैन। समय आफ्नै गतिमा निरन्तर चलिरहेको छ। जब हामी आफ्नो मुलुक फर्किने बेला आउँछ, त्यति बेला हाम्रो बैङ्कको खातामा बचत हुँदैन, कुनै लगानी छैन, भविष्यका लागि योजना छैन भने मनमा एउटा ठुलो पश्चाताप मात्र बाँकी रहन्छ। त्यसैले साथीहरू, आजबाट यो भिडियो हेरिसकेपछि तपाईँले थोरै सोच्ने प्रयास गर्नुहोला, त्यो आफ्नो भविष्यको लागि। हरेक महिनाको कमाइबाट थोरै भए पनि आफ्नो भविष्यका लागि बचत गरौँ, परिवारको सुरक्षाका लागि योजना बनाऊ। किनभने पैसा कमाउनु ठुलो कुरा होइन, कमाएको पैसालाई सही ठाउँमा लगानी गर्नु नै बुद्धिमानी हो। याद राख्नु साथीहरू, आजको सही निर्णयले भोलिको जीवन बदल्न सक्छ, तर आजको एउटा गल्तीले वर्षौंको मेहनत समाप्त गर्न सक्छ। त्यसैले परदेशमा बगाएको पसिनाको कमाइलाई केवल रमाइलोमा होइन, भविष्य निर्माणका लागि लगानी गरौँ। फेरि पनि तपाईँलाई भन्न चाहन्छु कि परदेशको कमाई क्षणिक रमाइलोका लागि होइन, जीवनभर सुरक्षित भविष्यका लागि हो। त्यसैले बेलैमा सोचिहालौँ साथीहरू। आजको यो विशेष भिडियो सामग्री यति नै। आजको विशेष सामग्री तपाईँले अन्तिमसम्म सुन्ने प्रयास गरिदिनु हो, तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि तपाईँको माझमा अन्य नयाँ भिडियो सामग्रीको साथमा उपस्थित हुने कोसिस गर्नेछु। तपाईँ मेरो फेसबुकमा भर्खरै मात्र जोडिनु भएको छ भने कृपया मेरो फेसबुकलाई फलो गरिदिनुहोला। आजको भिडियो सामग्री तपाईँलाई मन परेमा एक लाइक, कमेन्ट र शेयर गरिदिनुहोला। अब आगामी दिनमा तपाईँसँग अर्को भिडियोमा भेटघाट हुनेछ। बाँकी पल तपाईँहरूको शुभ रहोस्। अहिलेका लागि छुट्छु। धन्यवाद। नमस्कार।